शैलु अन्नको लागि प्रवासबाट तयार भएको कार्यक्रम परदेशीका कुरा। यस कार्यक्रममा हामीले विभिन्न विधाका पाहुनाहरूलाई निम्त्याउने गर्छौँ। आज भने हामीसँग क्रोएसियामा रहेको बुद्ध मार्टको सञ्चालक विकास मेचेज्यू, विशेष त हामी यस कार्यक्रममा क्रोएसियामा रहेका साथीहरूलाई समेटिरहेछौँ। उहाँहरूको कथा व्यथा आगामी दिनमा पनि हामी त्यसरी नै पाहुनाहरूलाई निम्त्याउनेछौँ। र यस कार्यक्रमलाई आज सपोर्ट गर्नुभएको छ हिमालय होस्टेल र हिमालय होस्टेलकै एभरेस्ट मामाले स्पोन्सर गर्नुभएको छ आज यस कार्यक्रमलाई। नमस्ते विकासजी। नमस्ते। आराम हुनुहुन्छ? एकदम धेरै। तपाईँ क्रोएसियामा व्यवसाय गरिरहनु भएको युवा व्यवसायी के छ? यहाँ क्रोएसियामा व्यवसाय गर्दाखेरि कस्तो अनुभव भइरहेछ? अब यो ठाउँमा आएर व्यवसाय गर्न पाइरहेको छु र हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट सपोर्ट पाइरहेको छु। अहिलेको अवस्थामा म आफ्नो व्यवसायप्रति सन्तुष्ट पनि छु, खुसी लाग्छ। अब यहाँ प्रदेशमा आएर पनि अब आफ्नो भनौँ न केही गर्न सक्न पाउँदा। कहिले र कसरी क्रोएसिया आउनुभयो? क्रोएसिया छिर्दा वर्क पर्मिट लिएर एउटा कुनै कम्पनीमा थ्रुमा आएको। त्यही सिलसिलामा अब मैले 2 वर्ष जति त्यो कम्पनीमा कार्यरत भएँ। हजुर, त्यसपछि चाहिँ आफ्नै केही गरौँ न भन्ने सोच आएको भएर मैले चाहिँ व्यवसायतिर लागेको। यो क्रोएसियामा व्यवसाय गर्ने विचार चाहिँ कसरी जाग्यो त तपाईँलाई आयो? मैले चाहिँ कसो देखेँ भन्दाखेरि हामी नेपालीहरू दिन प्रतिदिन धेरै यहाँ आउने क्रम बढिरहेको हुँदा। हजुर। अनि म आफै पनि एकदम खानाको सोकिन, अनि मलाई पनि अब त्यो खानेकुराहरू कहाँ पाउँछ कता पाउँछ भन्ने एकदम कौतूहलता। त्यति हुँदा पनि हामीले नपाउने क्या यहाँ तपाईँको क्रोएसियामा हामीले चाहिँ हाम्रो खालको खानेकुरा नपाउँदाखेरि चाहिँ मेरो दिमागमा के क्लिक भयो भने वाइ नट नेपाली खानेकुरा लिएर आएर स्टार्ट बिजनेस गरौँ भनेर। सो त्यो चिजले चाहिँ मलाई क्लिक गरेको यो व्यवसायमा। भनेको तपाईँले चाहिँ उहाँहरूलाई नेपाली खाना पुऱ्याइदिउँ भन्ने हिसाबले चाहिँ एकदम नेपाली खानेकुराहरू। हजुर। भनेको अहिले तपाईँको बुद्ध मार्ट होइन? हजुर। यहाँ क्रोएसियामा चाहिँ कति ठाउँमा छ? अहिलेसम्म हाम्रो 2टा शाखा छ। एउटा त हाम्रो मेन शाखा जागरुकको यो घोडेपाड इम्पोर्टाने सेन्टरभित्र छ। हजुर। अनि अर्को शाखा हाम्रो भराजदिनमा छ, त्यो गाया 11 भन्छ त्यो स्ट्रिटको नाम। सेन्टरमै छ त्यो पनि। एक्ज्याक्ट त्यसको ठाउँको नाम चाहिँ हजुरले ग्लाब्नी क्लोदर भनेपछि चाहिँ ठ्याक्कै त्यही आइपुग्नुहुन्छ। र इम्पोर्टाने सेन्टर भन्ने मल छ। तपाईँले यहाँ व्यवसाय गर्दाखेरि चुनौतीहरू चाहिँ के थिए त? चुनौती भन्नाले एक त भाषा, किनभने यहाँ तपाईँको कुनै पनि कार्यालयमा जाँदाखेरि इङ्ग्लिस एकदम कमै प्रयोग गर्छन्। हजुर। भनेको नि दोभाषी राख्नु पऱ्यो। हजुर। अनि त्यहाँ हुँदा दोभाषी राख्नु पऱ्यो। अरू भनेको अब यो नयाँ ठाउँ भयो, टोटली हाम्रो नेपालभन्दा धेरै भिन्न ठाउँ। नियम कानुन एकदमै कडा, हरेक चिजलाई पालना गर्नुपर्ने। त्यो कारणले गर्दाखेरि पनि अलिकति समय लाग्ने रहेछ। हजुर। के छ त यस्तो यो प्रशासनिक त्यो भाषाको त एउटा कुरो भयो होइन? हजुर। अनि यहाँ कानुनी प्रक्रियाहरू, अनि त्यो लाइसेन्स जस्तो कति अब तुरुन्तै तपाईँले दर्ता गर्ने विधि दिने वा अनि त्यहाँ क्रोएसियनहरू राख्नुपर्ने होइन, यहाँको स्थानीयहरू राख्नुपर्ने कि तपाईँको पासपोर्ट हुने बित्तिकै तपाईँलाई चाहिँ यहाँ उनीहरूले चाहिँ व्यवसाय गर्न दिने के छ यस्तो यो अवसरहरू? यहाँ चाहिँ अब धेरैजनाको एउटा भनौँ न एउटा धारणा छ, जो चाहिँ उहाँ गल्फदेखि आउनुभएको छ, नेपालदेखि आउनुभएको छ, विभिन्न देशदेखि आउनुभएको छ। हरेक ठाउँमा अनेक नियम हुन्छ, आफ्नै ठाउँको आफ्नै नियम हुन्छ। त्यस्तै युरोपमा चाहिँ तपाईँको के नियम छ भन्दाखेरि तपाईँले एज अ थर्ड कन्ट्री भन्छ हामीलाई है। हजुर। किनभने हाम्रो एसियाहरूलाई थर्ड कन्ट्री भन्छ। हामीले आएर यहाँ व्यवसाय गर्दाखेरि चाहिँ प्रावधानहरू के छन् भन्दाखेरि हामीले चाहिँ कम्पनी खोल्न सक्छौँ। तर कम्पनी सञ्चालन गर्दाखेरि चाहिँ हामीले युरोपियन युनियनमा भएको सिटिजनलाई चाहिँ हामीले आफ्नो कम्पनीमा चाहिँ कार्यरत गराउनु जरुरी छ। अनि मात्रै तपाईँले त्यो व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ। भनेको तपाईँ आफै मालिक हुने भयो, तपाईँ आफै सञ्चालक हुनुभयो, कामदार मात्रै चाहियो? हजुर। कामदार चाहिँ युरो युनियनभित्र जस्तो भएको क्रोएसिया नै हुनुपर्छ भन्ने जरुरी छैन। अगर तपाईँसँग स्पेनिस पासपोर्ट छ, तपाईँसँग पोर्चुगिज पासपोर्ट छ भने तपाईँलाई मैले काम दिने मतलब तपाईँलाई काम लगाएर बल्ल मैले व्यवसायको चाहिँ तपाईँले गर्न सक्छु यहाँ चाहिँ। भनेको जस्तो पोर्चुगिज पासपोर्ट नेपालीको छ भने उहाँले डाइरेक्ट बिजनेस गर्न सक्यो? उहाँ आफै फुल टाइम काम गर्नुहुन्छ नि परेन, तर उहाँ चाहिँ म डाइरेक्टर हुँ, म कम्पनी अनर हुँ मात्रै भएर चाहिँ सक्नु भएन। उहाँले राख्नु त पऱ्यो एकजना कामदार, तर एकजना चाहिँ त्यो कम्पनीमा काम गर्ने चाहिँ युरोपियन युनियनको हुनै पर्छ। त्यो हुनै पऱ्यो। हजुर। अनि क्रोएसियाली बजारमा नेपाली व्यवसायहरूको लागि कस्तो अवसरहरू छन्? जस्तो अब यहाँ त अहिले त थुप्रै मार्टहरू छन् होइन, थुप्रै रेस्टुरेन्टहरू छ, थुप्रै चाहिँ होस्टेलहरू छन् होइन। अनि यसमा चाहिँ यो बजारमा नेपाली व्यवसायहरूको लागि चाहिँ कस्तो अवसर छ? जस्तो तपाईँ नै भयो होइन? हजुर। अन्य साथीहरू अवसर चाहिँ के छ?
अवसरहरू चाहिँ अब धेरै नै छन्। अब कुन मान्यतामा भन्दैछु भन्दा हाम्रो उपभोक्ता भनेको हाम्रो नेपाली कम्युनिटी हो, जुन चाहिँ यहाँ अहिले क्रोएसियामा अधिक हाई पर्सेन्टेजमा पर्छन्। हामी चाहिँ लाइक विदेशीहरू यहाँ क्यालकुलेसन गर्दाखेरि अलमोस्ट 60%मा चाहिँ हाम्रो 60, मलाई नि एक्ज्याक्ट थाहा भएन होइन, जस धेरै पर्सेन्टेजमा चाहिँ हामी नेपालीहरू यहाँ आइसकेका छौँ। सो मलाई लाग्छ हामीसँग अपर्च्युनिटी धेरै छ होइन, हामीसँग उपभोक्ता पनि छन्। देखेको छु अरू धेरै फिल्डहरू पनि छ, यही मेरै जस्तै अब मार्ट नै खोल्नुपर्छ भन्ने पनि छैन, अरू पनि व्यवसाय छ, यातायात व्यवसाय छ, तपाईँको ट्राभलहरू, तपाईँको रेस्टुरेन्टहरू अझै पनि कमी छ, तपाईँको धेरै चिजहरू अझै अप्सनहरू छ यहाँ गर्नलाई। अझै पनि नेपाली व्यवसायहरूलाई अवसरहरू थुप्रै छन्। एकदमै एकदमै छ। अनि यसमा यो जस्तो अब यहाँ मैले यसको जस्तो तपाईँ नेपाली व्यवसायहरू बिच नै कस्तो छ यो स्वच्छ प्रतिस्पर्धा भन्छौँ होइन? हजुर, त्यो चाहिँ के छ त तपाईँहरू बिचमा या व्यवसायहरू बिचमा? मैले व्यवसाय जस्तो नेपाली व्यवसायहरू बिचमा छलफल त्यस्तो के, जस्तो तपाईँले यो बेच्ने मैले त्यो बेच्ने होइन? हजुर, त्यो भनेको स्वच्छ प्रतिस्पर्धा हो कि यो आफूले जसरी उ गर्दा नि भयो? एकदम राम्रो कुरा उठाउनु भयो तपाईँले। यो चाहिँ एकदम जरुरी कुरा हो, तर अहिले कार्यान्वयन भएको छैन। हामी अब आफ्नै तरिकाले सबैले आफ्नो तरिकाले व्यवसाय गर्दैछौँ। तर हजुरले भनेको जस्तै म के भन्न चाहन्छु भने जो पनि अब अहिले आउनुभएको छ नयाँ व्यवसाय, नयाँ भनौँ न कम्पनी खोलेर आउनुभएको छ, उहाँहरूको चाहिँ म के भन्न चाहन्छु भने हामी चाहिँ अब एज अ नेपाली सोसाइटी हजुर कस्तो हुनुभयो भने तपाईँले भने जस्तै एकअर्कासँग चाहिँ समन्वयन गरेर सही तरिकाले जाँदाखेरि हाम्रो फ्युचर एकदमै राम्रो हुनेछ। होइन त्यो त जाँदाखेरि होइन कि, जस्तो तपाईँ त अलि 2-3 वर्ष भइसक्यो होइन व्यवसाय क्षेत्रमा जानुभएको, यहाँ नेपाली अन्य साथीहरू पनि त्यस्तै गरेर हुनुहुन्छ होइन? हजुर, पछिल्लो चरण चाहिँ अलि नेपाली व्यवसायहरू बढेको। हजुर, एकदम त्यो हिसाबमा चाहिँ जस्तो त्यो बेलामा चाहिँ के थियो त तपाईँ आउने बेलामा क्या, जस्तो पुरानो अन्य व्यवसायहरू नै अगाडि थियो, तपाईँले चाहिँ कस्तो त्यो केही सहयोगहरू उहाँबाट पायो? म यो व्यवसाय फिल्डमा छिर्दाखेरि एकदम कम तपाईँको त्यस्तो व्यवसायमा भिजेको हाम्रो नेपाली सोसाइटीको मान्छे भने गनेर 1-2 जना हुनुहुन्थ्यो। हाम्रो हिमालयन करी थियो, हजुर, हाम्रो यो एभरेस्ट भयो, हजुर। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ खासै भनौँ न त्यो बेलामा उहाँहरूसँग पनि समन्वयन गर्न पाइएन। अनि यो चाहिँ एकदम स्वतः आफैले एकदमै भनौँ न मेरो जति पनि अहिले खासमा मेरो यहाँ अहिले बसाइ चाहिँ अराउन्ड 4 वर्ष पुरा भएर 5औं वर्ष लागिरहेछ। हजुर, मैले चाहिँ त्यही अनुभवबाट नै मैले चाहिँ सुरु गरेँ। सो त्यतिखेर चाहिँ मैले साथ सहयोग चाहिँ खासै कहीँबाट पनि पाइएन वा तपाईँले लिएन? तपाईँले दुवै भन्न सकिन्छ, किनभने मैले उहाँहरूलाई पनि गएर टहलको हुँदैन, उहाँहरूले पनि मबाट आएर तपाईँको सरसल्लाह चाहिँ दिनुभएको छैन होइन। सो यो स्वतः यो चाहिँ मेरो आफ्नै उसबाट गएको थिएँ मैले त्यतिखेर सुरु। भनेको अब फेरि तपाईँ अघि कुरा पनि जोड्नुहोस्, नयाँ आउनेहरूको लागि चाहिँ तपाईँहरू देश सहयोग गर्ने कुरा भयो होइन? हजुर, अब यहाँका कानुनी कुराहरूमा सहयोग गर्ने, अन्य कुराहरूमा सहयोग गर्ने हजुर कुरा। जस्तो यो तपाईँहरूको अघि पनि मैले प्रश्न गरिसकेँ, फेरि यो तपाईँहरू व्यवसायहरू बिचको तालमेल छैन अहिले क्रोएसियामा मात्रै हो विभिन्न है? अहिले चाहिँ त्यसरी एउटा भनौँ न सङ्गठन पाराले या कुनै एउटा गरेर चाहिँ सुरु गरेको छैन। यो जरुरी चाहिँ मलाई लाग्छ, किनभने भोलिको दिनमा समन्वयन भयो भने अझै सजिलो हुन्छ कि। हजुर, सङ्गठितमै गयो भने झनै राम्रो हुन्छ। अनि अहिले सङ्गठित नभएपछि व्यवसाय के अरे तपाईँको व्यक्तिगत हिसाबमा छ, सबैको समन्वय छ, यसो गर्नुपर्छ उसो अहिले चाहिँ आउनुहुन्छ नयाँ व्यवसायहरू मसँग सरसल्लाह लिनुहुन्छ, सायद उहाँहरूलाई पनि थाहा होला कति कुरा मैले उहाँहरूलाई सेयर गरेको छु। सो मेरो तर्फबाट चाहिँ साथ सहयोगहरू चाहिँ मैले नयाँ व्यवसायहरू आउँदाखेरि चाहिँ मैले उहाँहरूलाई आफूले सकेको जानेको चाहिँ मैले सरसल्लाह दिइरहेको छु, तर एउटा व्यवस्थित रूपमा एउटा सङ्गठन रूपमा चाहिँ हामीले सुरु गरेको छैनौँ। व्यक्तिगत हिसाबमा चाहिँ छलफल भइरहेको छ। व्यक्तिगत हिसाबमा चाहिँ मैले चाहिँ अब सरसल्लाह लिन आउँदाखेरि उहाँहरूलाई चाहिँ सकेसम्म भनौँ न आफूले जानेको कुराहरू चाहिँ बताइरहेको छु। भनेको अब तपाईँहरूको भनौँ न होइन, यहाँको व्यवसायहरूको जस्तो मार्टको भयो होइन, रेस्टुरेन्ट भयो, होस्टेलको भयो, विशेष गरेर त नेपाली समाजै हो होइन मुख्यतः। अनि अब नेपाली समाजले चाहिँ नयाँ नयाँ जस्तो व्यवसायहरू आउनुभयो होइन, नयाँ नयाँ मार्टहरू खोल्दै गयो, नयाँ नयाँ होस्टेलहरू खोल्दै गयो,
यो चाहिँ उहाँहरूलाई चाहिँ के लाभ होला त? म चाहिँ यो जस्तो तपाईँसँग मार्केट कुरा जोडौँ यो म चाहिँ यो प्लेटफर्मबाट अरू पनि के भन्न चाहन्छु भने जो पनि जुन व्यवसायमा अहिले आउनुभएको छ जसले अब विभिन्न किसिमको व्यवसाय सुरु गर्नुभएको छ होइन उहाँलाई शुभकामना त छँदैछ हजुर। तर त्योभन्दा भन्दै पनि मैले चाहिँ उहाँहरूलाई चाहिँ के पनि भन्न चाहन्छु भने गर्दाखेरि चाहिँ सबै कानुनी सबै विधि पुऱ्याएर गर्नु होला किनभने हजुरलाई यहाँ कसैले नराम्रो भन्दाखेरि त्यो इन्डाइरेक्टली हामी सबैलाई पर्छ किनभने हामी एउटै कम्युनिटीबाट आएको हौँ। सो अझ मैले तपाईँको चेक यो उपभोक्ता तपाईँको कस्टमरहरू ग्राहकहरूलाई के फाइदा होला जस्तो नयाँ नयाँ मार्टहरू खोल्दै जाँदा पनि जस्तो उहाँहरूले सस्तो पाइने हो कि होइन सहज तरिकाले पाउने हो कि जस्तो अब त्यो व्यवसाय नयाँ नयाँ खोल्दै गएपछि त्यो डिस्काउन्टको कुराहरू हुन्छ त्यो डिस्काउन्ट भन्दै गर्दा चाहिँ उहाँहरूले अब जति तति बेच्ने कस्टमर लिनको लागि मात्रै हो कि त्यो नयाँ नयाँ ऊबाट चाहिँ मार्टबाट चाहिँ के फाइदा होला? मार्टबाट चाहिँ नयाँ मार्टबाट फाइदा भन्दा पनि अब त्यही हो अब उपभोक्ताहरूलाई चाहिँ अब आफ्नो ठाउँबाट सामान खरिद गर्न सहज हुन्छ। जस्तै अब तपाईँ बरादिनमा हुनुहुन्छ त्यहाँ अब मार्ट खोल्दाखेरि बरादिनमै बसेर तपाईँले लिन पाउनुभयो। तपाईँ चाको बेचमा हुनुहुन्छ भने चाको बेचमै बसेर लिन पाउनुभयो। हजुर हजुर त्यो भयो। अरू पनि हुन्छ तपाईँले भने जस्तै अब कम्पिटिसन हुँदाखेरि पक्कै पनि डिस्काउन्टहरू यो चिजहरू पाउने उपभोक्ताहरूको धेरै त्यसमा चान्सेस हुन्छ। सो हो त्यही हो फाइदाहरू चाहिँ। यो अब हामीले त 4-5 वर्ष क्रोसियामा भइसकेपछि यसलाई व्यावसायिक सफलता नै भन्नुपर्छ होइन? यसको मुख्य चाहिँ स्रोत चाहिँ के हो त? तपाईँ भनौँ न त्यत्रो व्यवसाय गर्नुभयो होइन जस्तो स्रोत भनेको चाहिँ अब हुन त यहाँ नेपाली समाज भयो एउटा होइन अझै पनि तपाईँले जस्तो पारिवारिक सहयोग होइन हजुर तपाईँको हुन्छ नि त यस्तो चाहिँ एउटा गडफादर भन्नेहरू हुन्छ होइन तपाईँले प्रोत्साहन गर्ने व्यक्ति के त्यस्तो कोही छ? अभियसली यो चाहिँ भनौँ न केही गर्दाखेरि कार्य गर्दाखेरि चाहिँ तपाईँको एउटा टिम नभइकन एउटा तपाईँको ब्याक सपोर्ट नभइकन तपाईँको सफल हुने चान्स एकदमै कम हुन्छ। हजुर हजुर। सो तपाईँले भनेको जस्तै मेरो चाहिँ ब्याक सपोर्ट मेरो आफ्नो फ्यामिलीहरू हुनुहुन्छ उहाँले एकदमै साथ सपोर्ट छ। मेरै साथी छ तपाईँको व्यवसाय नै छन् मेरो साथी अहिले होइन नाम लिनु पर्दाखेरि मेरो साथी अब यो नेपाल फुड भन्ने अब हाम्रो अहिले एकदमै वर्ल्ड वाइड नै एकदमै चलेको छ अनि ऊ चाहिँ मेरो आफ्नै अब स्कुलमेट भएको नाताले पनि उसले पनि मलाई धेरै सरसल्लाह दिने उसले पनि यो चिज यो फिल्डमा आउनलाई चाहिँ मलाई उसले एकदमै प्रेरित गराएको भएर सो यहाँसम्म आएको छु होइन। अनि अब हामी यो अब जस्तो यो व्यवसायको हिसाबमा चाहिँ अन्तिममा छौँ होइन भविष्यमा के कस्तो योजनाहरू छ त तपाईँको छ? भविष्यको योजनाहरू भनेको अब यसैलाई विस्तार गर्ने अझै पनि तपाईँलाई यहाँ भराजदिनमा गरिसक्नुभयो अहिले भराजदिनमा छ अब अरू सहरहरूमा पनि धेरै गुनासो आएको छन् होइन हाम्रो सहरमा छैन। त्यो कारणले गर्दाखेरि चाहिँ अब भविष्यमा चाहिँ अब अरू सहरहरूमा पनि भनेको तपाईँले जस्तो बुद्ध मार्ट भनेपछि ब्रान्ड मात्रै बेच्ने हो कि तपाईँ आफैले स्थापना गर्ने हो? यसलाई चाहिँ अब ब्रान्ड पनि छ अब धेरै कुरामा यो बुद्ध मार्ट किनभने मैले यो बुद्धलाई चाहिँ किन ब्रान्ड बनाएको छु भन्दाखेरि एक त यसले नेपाली चिनाउँछ हामी नेपालको हौँ भनेर किनभने बुद्ध भनेपछि हाम्रो नेपालको एउटा भनौँ अजनारी पनि हो त्यो कारणले पनि मैले चाहिँ यो नामलाई चाहिँ एज अ ब्रान्ड गराउनु मेरो सुरुवाती त्यो थियो। भविष्यमा त्यही हो मैले यसलाई चाहिँ एउटा नेपाली ब्रान्ड क्रोएसियामा अब बुद्ध भनेको अनि जस्तो कोही चाहिँ व्यवसायहरू आएर तपाईँसँग म ब्रान्ड लिन्छु फलाना सहरमा म राख्छु क्रोएसियाकै फलाना सहरमा वा चाहिँ युरोपभित्र सेन्जेनभित्र होइन हजुर यो राख्न सक्यो एकदम त्यो तपाईँसँग धन्यवाद। यहाँ गर्नुभएको सङ्घर्षको कथा हामीले थोरै जोडेको छौँ। अब हामी साङ्गीतिकतर्फ जान्छौँ। हजुर तपाईँ साङ्गीतिक क्षेत्रमा पनि हुनुहुन्छ होइन तपाईँको 2-4वटा गीतहरू बजारमा आइसक्यो। हजुर अनि यो साङ्गीतिक क्षेत्रमा चाहिँ कसरी आउनुभयो? तपाईँ सँगसँगै हजुर नेपालमा पनि साङ्गीतिक क्षेत्रमा हुनुहुन्थ्यो कि यहाँ आइसकेपछि? म चाहिँ एकदमै सङ्गीतको पार्खेँ हजुर। अनि व्यवसाय रूपमा नलागे पनि आफ्नो व्यक्ति अब पर्सनल जीवनमा चाहिँ अब मैले चाहिँ अब आफ्नो एउटा सानो उमेरदेखि नै ब्यान्डमा यसरी पर्फर्म गर्ने यस्तो भनेको रुचि भएको हुनाले गर्दाखेरि म चाहिँ अब सङ्गीत चाहिँ मेरो एकदमै प्यारललमा चलिरहन्छ। म यता व्यवसाय छु मेरो अर्को पाटो चाहिँ म सङ्गीततिर पनि म एकदमै लागिरहेको हुन्छु। सो त्यो भएको
नाताले पनि अब मैले यहाँ आएर पनि मैले आफ्नो एउटा गीत भनौँ न रेकर्ड गर्न सफल भएँ। त्यो तपाईँले यहाँ चाहिँ कसरी सन्तुलन मिलाउनुहुन्छ त? जब तपाईँ व्यवसाय एकतर्फ व्यवसाय हुनुहुन्छ होइन, हजुर हजुर, अब अर्कोतर्फ तपाईँ साङ्गीतिकमा पनि हुनुहुन्छ। जस्तो हामीले विभिन्न कार्यक्रमहरूमा तपाईँको प्रस्तुति हेरेँ होइन, तपाईँको 2-4 गीत त युट्युबमै आइसक्यो होइन। त्यो सन्तुलन चाहिँ कसरी मिलाउनु? सन्तुलन यस्तो हुँदो रहेछ, तपाईँलाई कुनै चिजमा एकदमै चासो छ, इन्ट्रेस्ट छ भने तपाईँले आफै आफ तपाईँले त्यसको लागि समय निकाल्न सक्नुहुन्छ। सो त्यही भन्न चाहन्छु। अब मेरो चाहिँ अब यो एकदमै इन्ट्रेस्ट भएको भएर मेरो जति भनौँ न बचेको समय छ त्यसलाई चाहिँ म यसमा सदुपयोग गर्छु। जस्तै अब मेरो बिदाको दिन मेरो अब आफ्टर काम सकिसकेपछि मैले थोरै समय दिएर यसलाई मैले ब्यालेन्स गरिरहेको छु। सो एकदमै इन्ट्रेस्ट भएको फिल्ड भएको भएर चाहिँ समय निकालेको छु। समय त छैन त्यति धेरै, तर पनि कोसिस गरेर। हजुर, तपाईँ ब्यान्डहरू भन्नुभयो होइन, ब्यान्ड भन्ने बित्तिकै हामी रक स्टारहरूको कुरा गर्छौँ होइन, सबिन राईहरूको कुरा गर्छौँ। हजुर, त्यो चाहिँ के छ त? अब जस्तो तपाईँलाई ब्यान्डमै चाहिँ किन त्यस्तो रुचि रह्यो? जस्तो गायक त अन्य साथीहरू पनि हुने भयो होइन। हजुर हजुर, अहिले त के चाहिँ ट्रेन्ड आएछ भने एउटा गीत लेख्यो, एउटाले गाइदियो, अझ भोकल टेस्ट पनि गर्नु परेन होइन, पास पनि हुनु परेन। हजुर, अलि अगाडि त त्योहरू थियो एकदमै। एक किसिमको अहिले चाहिँ यो के भयो भने जोसँग पैसा उयो गायक हुने। हजुर हजुर, अहिले जस्तो ट्रेन्ड आएको त्यो के हो त्यो? त्यस्तो यो चाहिँ अब कस्तो छ भन्दाखेरि अब यो साङ्गीतिक चिजलाई चाहिँ अहिले चाहिँ मान्छेहरूले अब यसलाई चाहिँ कस्तो गरिदिएको छ भने नेपालको पेरिफेरीमा चाहिँ उहाँहरूले चाहिँ यसलाई चाहिँ एउटा कस्तो भन्नु व्यावसायिक रूपमा अब सङ्गीतकर्मी जस्तो रेकर्ड स्टुडियोहरूले पनि एउटा व्यवसाय रूपमा लिनुभएको छ। अब कसैले पैसा पे गर्नुहुन्छ भने उहाँहरूलाई सङ्गीतदेखि लिएर सबै पुरा प्रोभाइड हुन्छ, तपाईँको इन्भेस्टमेन्ट हुनु पर्यो, उहाँले व्यवसाय रूपमा लिनुभएको छ। अब यसलाई कलाको रूपमा लिने हो भने चाहिँ तपाईँको एकदमै यो चिज तपाईँले भनेको जस्तो यो चाहिँ गलत हो होइन। किनभने अब यसले चाहिँ भोलि चाहिँ जस्तो हुन चाहिँ यसको यो पनि हाम्रो जस्तो अहिले हामी पोडकास्ट चलाउँदा पनि एक घर एक चाहिँ मिडिया वा पत्रकार भनेर चाहिँ एउटा ऊ छ होइन, उद्देश्यहरू। जस्तो प्रत्येक घरको चाहिँ प्रत्येक मानवले चाहिँ प्रत्येक मानिसले सूचना चाहिँ पाउनुपर्छ, के हुँदैछ कस्तो हुँदैछ भन्ने। जस्तै यो साङ्गीतिक क्षेत्र पनि हुन लाग्यो, तर त्यो हुँदै गर्दा चाहिँ यहाँ कति चाहिँ जस्तो अघि त्यही पैसाकै उसमा होइन 2-4 गीत निकाल्यो फेरि हरायो होइन। त्यो चाहिँ त्यो विषयमा चाहिँ के भन्नुहुन्छ तपाईँ? तपाईँ रुचि राख्ने भएको हुनाले। हजुर हजुर, त्यो चाहिँ कस्तो भइरहेको छ भन्दाखेरि हो सबैले अब गाउन पाउनुपर्छ, सबैको आफ्नो ऊ गर्न पाउँछ, तर यसले चाहिँ के गरेछ नि यो धेरै मासमा प्रड्युस भएको भएर राम्रो रचना राम्रो गीतहरू चाहिँ त्यसैमा हराउनु भएको छ कि। त्यो किनभने अब तपाईँको हाम्रो बेलामा आजभन्दा 10-15 वर्ष एकदम लिमिटेड गीतहरू आउँथ्यो मार्केटमा। अब अहिले तपाईँको युट्युब खोल्नुभयो भने तपाईँको 100-150 एभ्री 2 डेजमा रिलिज भइरहेको छ गीतहरू। अनि तपाईँको राम्रो गीतहरू पनि तपाईँको त्यसमा मिसिङ भइरहेको छ। कति राम्रा होला तर अब त्यत्रो निस्किँदाखेरि उहाँहरूको गीतले ठाउँ नपाउला, त्यस्तो भइरहेछ। सायद त्यस्तो चाहिँ एउटा कन्ट्रोलिङ हुनुपर्छ भन्ने लाग्छ मलाई। एउटा त्यो चाहिँ सर्जकहरूले नै ध्यान दिनु पर्छ। त्यस्तो मैले एउटा गीत लेखेँ कसलाई गाउन लाउने त होइन, जस्तो मैले चाहिँ साथी छ तपाईँलाई गाउन लाएँ, त्यो खालको ट्रेन चाहिँ चल्नु भएन भयो। अनि अब के छ अहिले बुद्ध ब्यान्ड पनि खोल्नु भएको थियो होइन? हजुर हजुर, अब तपाईँ अघि नै भने होइन तपाईँको अब तपाईँ आफै भोकलिस्ट होइन, गिटार पनि बजाउनुहुन्छ, सबै गर्नुहुन्छ, वाद्यवादक पनि हो होइन, तपाईँ गिटारहरू सबै बजाउनुहुन्छ, ड्रमहरू होइन। हजुर। अनि अब अहिले चाहिँ यहाँ के छ पछिल्लो चरण चाहिँ यो तपाईँको बुद्ध के हुन्छ बुद्ध ध्यान त्यति कार्यक्रमहरू देखिएन। हजुर, अहिले चाहिँ म पनि मेन भोकलमै म आफू नै भएको भएर मसँग अलिकति पर्याप्त समय नभएको भएर अहिले अलिकति हाम्रो यो कार्यक्रमहरूमा इन्भल्भमेन्ट कम छ। त्यो भन्दै गर्दाखेरि चाहिँ हामी अझै पनि अब आफ्नो तरिकाले चाहिँ हामी लागिराखेका छौँ। अब सायद अब 1-2 अहिले हामीलाई दुब्रोनिकबाट पनि हामीलाई निमन्त्रणा आएको छ। भनेको नयाँ वर्ष कार्यक्रममा त्यहाँ हाम्रो ब्यान्डको पनि उपस्थिति छ। त्यहाँ उहाँहरूले अलरेडी आफ्नो उसमा राखिसक्नु भएको छ, सायद त्यहाँ हामीले देख्नुहुन्छ। भनेको अब यो बुद्ध ब्यान्डले निरन्तरता हुन्छ, बुद्ध ब्यान्डको निरन्तरता हो। यो चाहिँ मैले किन पनि गरेको भन्दाखेरि यहाँ जो पनि सङ्गीतमा इन्ट्रेस्टेड हुने भाइ बहिनीहरू दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ एउटा प्लेटफर्म होस्, एउटा ठाउँ होस् जहाँ कि उहाँहरूले आफ्नो प्रतिभा देखाउन पाउनुहुन्छ भनेर मैले चाहिँ यो मै नै गाउनुपर्छ भन्ने छैन मलाई। मैले कुनै पनि अब ट्यालेन्टेड भाइहरू छ भने उहाँलाई मैले ठाउँ दिइरहेको हुन्छु। सो त्यही कारणले गर्दाखेरि पनि यो स्थापना गरेको। अब अहिले धेरै भाइहरू बहिनीहरू जोडिनु भएको छ, खुसी लाग्छ। अब यो हाम्रो अन्तर्वार्ता अलि लम्बिने भयो होइन,
फेरि मैले अब तपाईँले त्यो व्यावसायिक हिसाबमै जोडिन चाहे अघि केही छुटेका कुराहरू जोडिन चाहे तपाईँले जस्तो बुद्ध कपहरू गर्नुभयो होइन तपाईँ फुटबलमा पनि रुचि राख्नुहुन्छ होइन सङ्गीतमा पनि रुचि राख्नुहुन्छ भनेको चलचित्र क्षेत्रहरूमा रुचि राख्नुहुन्छ हजुर तपाईँले पछिल्लो चरण चाहिँ लाजश्रम चलचित्र ल्याउनु लाग्नुभएको हजुर हजुर हाम्रो यो चाहिँ चलचित्र लाजश्रमको चाहिँ अहिले हाम्रो अप्रिल तारिक कति 20 तारिक होला हजुर अप्रिल 20मा हामीले ल्याउँदैछौँ अब मैले चाहिँ सोगाउने भन्दा अप्रिल 20मा चाहिँ त्यो सो गर्ने गरेर त्यो चाहिँ अब हो अब यहाँ अब तपाईँको एकदमै लिमिटेड हामीसँग हामी नेपाली सोसाइटीको लागि एकदम लिमिटेड भनौँ न इन्टरटेनमेन्टको बाटो एकदम लिमिटेड छ र त्यसैलाई पूर्ति गर्नलाई किन चाहिँ अब आफ्नो खाली समयमा केही गरौँ भन्दाखेरि मुभी पनि एउटा राम्रो खसन हो भनेको भएर चाहिँ मैले चाहिँ त्यसमा पनि अलिअलि समयमा चाहिँ मैले त्यसमा पनि लसेर सहयोग गर्नुभएको हजुर अझ यो लाजश्रम त यो अलिक सन्देशमूलक नै हो कि भन्ने बारे त्यो पोस्टरहरू देख्छ अब त्यो त हामीले हेरिसकेपछि नै थाहा हुने भयो त्यसको लागि होला हेर्नु त्यो चाहिँ अब हलमै गएर थाहा हुने भयो त्यसले के चाहिँ दिन्छ होइन त्यो मनोरञ्जन मात्रै दिने हो कि त्यसले चाहिँ भावी पुस्तालाई एउटा सन्देश पनि दिने हो भन्ने कुरो हो अहिलेसम्म सुन्न आउँदाखेरि चाहिँ अब हाम्रो जुन कर्णाली भेगको जुन कथाहरू जुन हाम्रो सङ्घर्ष छ उहाँ हाम्रो नेपाली दाजुभाइहरूको त्यसलाई देखाएको छ त्यो चाहिँ एकदमै सन्देशमूलक हुन जान्छ भन्ने मलाई लाग्छ अब यस्तो चाहिँ हामी बाहिर के देख्छौँ भने पोस्टरहरू मात्रै देख्छौँ होइन हजुर तपाईँ यहाँ यही भएको साथीहरूले यसो समय मिलाएर यो पत्रकार सम्मेलन गरेर चाहिँ अब हामीले यो गर्दैछौँ है हजुर भन्दा कस्तो होला एकदम राम्रो कुरा उठाउनु भयो त्यो एउटा बानी बसाल्न राम्रो हो किनभने यो चाहिँ ग्लोबली त्यस्तो गरिन्छ कुनै पनि कार्यक्रम गर्नु अगाडि पत्रकार सम्मेलन गरेर तपाईँको त्यसको कार्यक्रमको थालनी गरिन्छ हामीले यो बानी यहाँ पनि बसाल्न पर्छ जस्तो लाग्छ किनभने त्यसले धेरै टेवा पुग्छ अब एकदम धेरै मान्छेमा प्रभाव हुन्छ होइन खबरहरू सो एकदमै राम्रो कुरा हो त्यो चाहिँ अझ तपाईँले अघि चाहिँ यहाँ भनौँ न त्यो बिदाको दिन के गर्ने यहाँ चाहिँ बिदाको एक दिन आराम गरेको छ त्यो दिन मनोरञ्जन पनि लिने हो कि भन्ने उद्देश्यले चलचित्र ल्याउने भन्ने कुरो गरेँ हजुर चलचित्र यहाँ चाहिँ अहिले के छ भने कुनै बेला महिना 4-5 चलचित्र ल्याउँछ होइन हजुर हजुर अब कुनै बेला चाहिँ 6-7 महिनापछि आउँछ हजुर हजुर त्यो एउटा एक हिसाबले चाहिँ बाहिरबाट हेर्दै प्रतिस्पर्धा जस्तो देखिए पनि हजुर हजुर भित्री चाहिँ के हो त्यसको यसको अहिले भर्खरै एउटा होस्टेल 3 चल्यो अगाडि त्यो टेक 1 यस्तो के चल्यो थुप्रै चल्यो हजुर हजुर चले तर अब उहाँहरूले के कसरी चलाए होइन अब जस्तो उता साउन्ड उठाएनन् होइन व्यावसायिक हिसाबले ल्याउनु भएको त होला हजुर अब कस्तो छ भन्दाखेरि तपाईँको अब यहाँ चाहिँ अब भनौँ न यहाँको युरोपको सिचुएसनमा चाहिँ हरेक चिजको कस्ट पर्ने हुनाले होइन त्यसमा चाहिँ अब तपाईँको आफ्नो कस्टिङ उठाउनलाई पनि अब केही उहाँहरूले एज अ व्यवसाय या भनौँ न ल्याउनु भएको होला तर अब मलाई चाहिँ कहाँसम्म लाग्छ भन्दाखेरि यो जरुरी पनि छ किनभने अब यहाँ अब नेपाली दाजुभाइ दिदीबहिनीहरू काम मात्रै गरिराख्नु भएको छ उहाँहरूलाई इन्टरटेनमेन्ट गर्ने एउटा अप्सन पनि छैन सायद त्यसले पनि धेरैलाई टेवा पुगेको छ है सो अब यसलाई दुवैतर्फ लिन सक्छ अब उहाँले दुःख गर्नुभएको छ उहाँले पनि पाउनु भएको छ त्यो हलदेखि लिएर सबै अब भनौँ न व्यवस्था गर्नलाई उहाँहरूले खर्च गर्नुभएको छ सो यसलाई चाहिँ भनौँ न के रूपमा लिने भन्दाखेरि अब विन विन दुइटै सपोर्टबाट विन विन टाइपको लिँदा ए हुन्छ आजको परदेशीको कुरा कार्यक्रममा हामीले विकासजीको चाहिँ व्यवसाय र साङ्गीतिक क्षेत्रलाई खोताल्न खोजे हो होइन यो चलचित्रको बारेमा त फेरि हामी अर्को भागमा गफ गर्ने नै छौँ किनभने चलचित्र अब तपाईँ एक्लै नभएर अन्य साथीहरू पनि जोडेको होला होइन त्यसले गर्दाखेरि कस्तो हुन्छ नि एज अ एकमुष्ट हामी चाहिँ अगाडि बढ्छौँ सो मेरो भनेर म मात्रै आएर मैले मेरो अर्को समाजलाई चाहिँ तल खसाउने या अर्को व्यवसायलाई तल खसाउने गर्दाखेरि चाहिँ हामी एन्ड अफ द डे हामी चाहिँ हाम्रो टार्गेटमा पुग्दैन सो मेरो चाहिँ त्यही हो अब सकेसम्म सबैलाई सहयोग गरौँ सबैलाई सपोर्ट गरौँ तर एकजुट भएर जाउँ हामी भएर जाउँ है धन्यवाद मेरो चाहिँ सन्देश हो जो सुनिराख्नेहरूलाई चाहिँ धन्यवाद यतिन्जेल कार्यक्रम परदेशीको कुरामा क्रोसियामा रहेको बुद्ध मार्ट क्रोसियाको 2 सहरमा एउटा जाग्रिब र अर्को चाहिँ भारतदिनमा छ उहाँका मार्टका सञ्चालक श्री विकास मेचेज्यूसँग हामीले कुराकानी गरिरहेका थियौँ आजको यस कार्यक्रमलाई नेपालीहरूद्वारा सञ्चालित हिमालय होस्टेल र एभरेस्ट मोमोले स्पोन्सर गर्नुभएको छ सैलुङ अनलाइनको लागि प्रवासबाट तयार भएको कार्यक्रम परदेशीको कुरामा चाहिँ हामीले
क्रोसियाको 2 सहरमा सञ्चालित बुद्ध मार्टका सञ्चालक एवं समाजसेवी विकास मेसीसँग गफगाफ गरेँ र यतिन्जेल मलाई साथ दिँदै हुने क्यामेरामा हाम्रो गगन तामाङजी र निमसाङ घिसिङजी हुनुहुन्थ्यो। धन्यवाद।